यो भिडियोमा चाहिँ म कसरी नेपाल टेक्नोलोजीमा पछाडि छ र नेपालमा चाहिँ मार्क जकरबर्ग, इलन मस्क, बिल गेट्स, स्टिभ जब्स जस्तो इनोभेटर्सहरू किन छैनन् त भनेर कभर गर्नेवाला छु है। नेपालमा एकदम ढिला डेमोक्रेसी आयो र नेपाल ढिला सुरु भयो भन्ने कुराहरूलाई चाहिँ म कभर गर्दिनँ। त्यो कुराहरू बिग फ्याक्टर्स हो र हामी सबैलाई थाहा भएकै रिजन्सहरू हो। म चाहिँ एउटा अनसिन रिजनलाई चाहिँ कभर गर्न गइरहेको छु र त्यो चाहिँ हो गेमिङ है। गेमिङ कसरी रिलेटेड छ योसँग जस्तो लागिरहेको होला तपाईँहरूलाई, तर यो भिडियो एन्डसम्म हेर्नु अनि तपाईँले राम्रोसँग बुझ्नुहुन्छ है। तपाईँ डेभलप्ड कन्ट्रिजहरूलाई हेर्नुहुन्छ भने चाहिँ डेभलप कन्ट्रीमा चाहिँ टेक्नोलोजी चाहिँ जब सुरुमा आयो नि हैन, जब कमर्सियलाइज भयो नि, तब त्यो चाहिँ एकदम धेरै कुनको माध्यमबाट इन्ट्रोड्युस भयो भन्दाखेरि इन्टरटेनमेन्टको माध्यमबाट इन्ट्रोड्युस भयो है। सो तपाईँले घरमा टिभी हेर्नु भएको छ भने टेक्नोलोजीले तपाईँलाई इन्टरटेनमेन्ट दिइरहेको, टिभीले इन्टरटेनमेन्ट दिइरहेछ। अनि त्यसपछि के आयो, गेमिङ कन्सोल्सहरू आयो है। त्यो जेनेरेसनले जब फर्स्टमा बच्चा जेनेरेसनले कम्प्युटर्सहरू देख्यो तब उनीहरूको के थियो, फर्स्ट थट, ओ दिस इज सो फन, दिस इज इन्टरटेनिङ है। उनीहरूको एकदम पोजिटिभ भ्यू थियो टुवर्ड्स गेमिङ कन्सोल है। उनीहरू सबैको घरमा गेमिङ कन्सोल हुन्थ्यो, टिभी सबैकोमा हुन्थ्यो, अनि के पनि हुन्थ्यो, एकदम पोजिटिभ भ्यू थियो। ओहो यो चाहिँ राम्रो कुरा हो, यो इन्टरटेनिङ कुरा है। अनि इट अल्सो बिकेम अ पार्ट अफ दियर कल्चर है। उनीहरूको लागि गेमिङ त एउटा पार्ट अफ दियर कल्चर टाइपको नै थियो। अनि त्यो गेमहरूले पनि धेरै कुरा सिकायो कि उनीहरूलाई सानैको उमेरदेखि है। उनीहरूलाई कसरी नेभिगेट गर्ने मेन्युमा, कन्ट्रोल्स, रुल्स होइन, अरू डिफ्रेन्ट कुराहरू कसरी चलाउने, यता सबै कुराहरू चाहिँ उनीहरूले त्यो चलाउँदा नै सिके क्या। गेमिङ कन्सोल चलाउँदा नै उनीहरू टेक्नोलोजीसँग फेमिलियराइज भयो क्या। कति कन्ट्रीहरूमा त गभर्मेन्टले आफै पुस गर्थ्यो क्या है, भिडियो गेम कन्सोल्सलाई पनि कति ठाउँमा पुस गरेको छ, सो द्याट बच्चाहरूले चाहिँ सानैदेखि एउटा एक्सपोजर पाउन् टेक्नोलोजीसँग भनेर। अनि त्यसले चाहिँ के गर्यो, त्यहाँको बच्चाहरूलाई भन्दाखेरि एकदम हेल्प गर्यो क्या फेमिलियर हुनको लागि, केसँग, गेमिङसँग मात्र नभइकन टेक्नोलोजीसँग। अनि अहिलेको जो इन्जिनियर्स हुनुहुन्छ बाहिर डेभलप्ड नेसन्समा, उहाँहरूलाई तपाईँले गएर सोध्नुभयो भने लट अफ देम है, आई वुड से मोस्ट अफ देमको चाहिँ स्टार्टिङ पोइन्ट कस्तो थियो भन्दाखेरि वेन दे प्लेड गेम्स दे फाइन्ड इट भेरी फेसिनेटिङ। अनि उनीहरूलाई चाहिँ कसरी काम गर्यो होला, यो कसरी चल्यो होला भनेर उनीहरू लाइक क्वेसनहरू आयो। अनि त्यही भएर उनीहरू त्यो फिल्डमा एन्ड अप भए, अनि उनीहरूले त्यही फिल्डमा इनोभेसन गरे, अनि उनीहरू त्यही फिल्डमा अगाडि बढे। सो उनीहरू धेरैको एन्सर चाहिँ स्टार्ट चाहिँ हाम्रो गेमिङबाट भयो भनेर हुन्छ। त्यही कुरा तपाईँ नेपालमा हेर्नुहुन्छ भने नेपालमा फर्स्टमा टेक्नोलोजी मजाले इन्ट्रोड्युस भएको हाम्रो पेरेन्ट्सहरूको जेनेरेसनमा भनेको टिभी आएपछि है। त्यो टिभी पनि हामी कतिले स्टोरी सुनेको छौँ होला, हाम्रो पेरेन्ट्सहरू कतिजना चाहिँ एउटा ठाउँमा जम्मा भएर एउटा टिभी हेर्नलाई जम्मा हुनुहुन्थ्यो अरे। अब काठमाडौँको अथवा अरू ठाउँको अलि अप्पर मिडल क्लास मान्छेहरूको फ्यामिलीको स्टोरी डिफ्रेन्ट हुनसक्छ, तर मोस्ट अफ जेनरल नेपालको लागि चाहिँ यही स्टोरी हो कि सबैजना जम्मा भएर एउटा ठाउँमा चाहिँ टिभी हेर्नुहुन्थ्यो होला। अझ कतिपय ठाउँहरूमा त इलेक्ट्रिसिटी नै थिएन क्या। सो टिभी हेर्ने भनेको त टाढाको कुरा है। सो टिभी पनि एकदम नयाँ नै थियो हाम्रो पेरेन्ट्सहरूको लागि है। अनि एकदम लेट इन्ट्रोडक्सन भयो हाम्रो पेरेन्ट्सहरूको जेनेरेसनलाई टेक्नोलोजीसँग है। अनि जुन वेमा इन्ट्रोड्युस भयो त्यो पनि एकदम परबाट हेर्ने वेमा है। उनीहरूको घरमा कन्सोल हुनु भनेको त टाढाको कुरा। अनि जब गेमिङ सुरु भयो नि नेपालमा, जब अलिअलि कन्सोलले त भन्दा पनि पिसीबाट सुरु भएको जस्तो लाग्छ मलाई चाहिँ नेपालमा गेमिङ। अनि जब त्यो आयो तब पनि अलिकति चाहिँ के वेमा हेरिन्छ गेमिङलाई भन्दाखेरि यो चाहिँ अलिकति वेस्ट अफ टाइम हो, बच्चा एकरो भयो टाइपले हेरिन्छ। अनि जुनमा सम ट्रुथ छ, म आफै पनि अग्री गर्छु, मलाई त्यो धेरै गेम खेल्ने बच्चाहरू मन पर्दैन। तर त्यसले गर्दा के चाहिँ गर्यो भन्दा अलिकति पुस गर्यो क्या टेक्नोलोजीलाई, बच्चाले अलिकति पुस गर्यो, टाढा ढकैले भन्छु है म चाहिँ। अनि त्यति मात्रै नभएर अर्को कुरा के पनि भइदियो नेपालमा भन्दाखेरि एकैचोटि अहिले सबैको घरमा फोन छ क्या। नेपालमा केही वर्ष अगाडिसम्म कति ठाउँमा इलेक्ट्रिसिटी थिएन, हामी नै सानो हुँदा लोड सेडिङ थियो। अनि अब अहिले के छ नेपालमा, अचानक सबै ठाउँमा स्मार्टफोन छ। अब यसले गर्दा के भयो भन्दाखेरि एउटा ग्याप छ क्या नेपालमा, एउटा ग्याप क्रिएट भयो क्या। कसरी ग्याप क्रिएट भयो, बाहिरको कन्ट्रीमा मान्छेहरू पहिला अलिअलि टिभी आयो, त्यसपछि गेमिङ कन्सोल आयो, त्यसपछि उनीहरूलाई कम्प्युटर्स आयो, त्यसपछि उनीहरू अरू कुरामा टेकसँग फेमिलियर हुँदै गयो, अनि स्मार्टफोन आयो। नेपालमा के भयो, टिभी आयो अनि एकैचोटि स्मार्टफोन आयो भन्दा पनि फरक नपर्ला। अझ कतिपय ठाउँमा त टिभी नै नगइकन, कम्प्युटरै नगइकन सिधै स्मार्टफोन पनि गएको होला है। सो त्यसरी गर्दाखेरि चाहिँ एउटा ग्याप क्रिएट भयो टेक्नोलोजीसँग। अनि जसरी फरेन कन्ट्रिजमा चाहिँ बच्चाहरूले चाहिँ एउटा गेमिङबाट सुरु गरेर एउटा पोजिटिभ वेमा टेक्नोलोजीलाई हेरेर उनीहरू जब फेसिनेट भएर टेक्नोलोजीसँगको उनीहरूको इन्ट्रोडक्सन भयो, नेपालमा चाहिँ टेक्नोलोजीसँगको इन्ट्रोडक्सन के गरी भयो। अब नेपालमा चाहिँ एज अ मोर लाइक अ निडको वेमा इन्ट्रोडक्सन भयो है। सो नेपालमा टेक्नोलोजी कल्चरको पार्ट त अलिकति पनि हुनै सकेन है। अहिले पनि टेक चाहिँ नेपाली कल्चरको पार्ट हो जस्तो लाग्दैन मलाई। अनि हाम्रो पेरेन्ट्सहरू पनि टेक्नोलोजी बिना नै ग्रो गरेको एक तरिकाले भएको कारणले गर्दाखेरि टेक्नोलोजीमा जब गेम इन्ट्रोड्युस भयो नि, जसरी नेपालमा पनि, बाहिर पनि मैले भने नि इन्टरटेनमेन्टको थ्रुबाट इन्ट्रोड्युस भएको थियो, नेपालमा पनि त्यसरी इन्ट्रोड्युस हुन खोज्दाखेरि चाहिँ त्यसलाई अलिकति नेगेटिभ वेमा मात्र हेरियो। त्यो ग्यापमा नि नेपालले एकदम मिस आउट गर्यो क्या, एकदम त्यो क्युरियोसिटी नै मिस आउट गर्यो क्या टेकसँग है। सो जब त्यो डब्बा कन्सोलहरू खैरेहरूको बच्चाहरूले खेलिरहेको थियो नि,
नेपालमा चाहिँ थिएन क्या त्यो, केही पनि थिएन त्यो, उनीहरूलाई छैन, नेपाली बच्चाहरूलाई त्यो उनी थिएन। अब उनीहरूको यसलाई चलाउनको लागि केही पनि थिएन, उनीहरू फेसिनेट हुनको लागि केही हेर्नु त पऱ्यो नि, त्यो छँदै थिएन क्या, त्यो थिङ्किङै त्यो वेमा उनीहरूको बिल्डै हुन सकेन क्या है। अनि त्यो क्युरियोसिटीवाला फेज जुन थियो, जुन त्यो पेसनेट हुनुपर्नेवाला फेज थियो, त्यो नेपालमा केही पनि भएन। त्यही भएर नेपालमा चाहिँ हबी कल्चर डेभलप भएन है। अब बाहिर चाहिँ गेमिङ एकदम हबीको वेमा अथवा गेमिङलाई चाहिँ अरू वेमा हेर्दाखेरि नेपालमा त्यो कल्चर नै डेभलप भएन। अनि टेक्नोलोजीसँग फेमिलियर हुनेवाला कल्चर केही पनि हुँदै भएन नेपालमा है। अनि अलिकति पढाइमा मात्र फोकस गर टाइपको कुराहरू हुन्थ्यो नेपाली बच्चाहरूसँग चाहिँ। त्यही भएर चाहिँ एउटा टेक्नोलोजीसँगको जुन इन्ट्रोडक्सन भयो, जुन फरेन मान्छेहरूको लागि थियो र जुन नेपालीहरूको लागि टेक्नोलोजीसँगको इन्ट्रोडक्सन भयो, त्यो एकदम फरक छ क्या। हामीले अहिले हेर्दाखेरि नेपालमा पनि सबै टेक्नोलोजी छँदैछ नि, बाहिर जे छ त्यो चाहिँ नेपालमा पनि अब टेक्नोलोजीले गर्दाखेरि चाहिँ त्यो ग्याप मेटियो भने पनि त्यो जुन वेमा इन्ट्रोड्युस भयो नि, हो त्यो ग्याप मेटिएको छैन, त्यो ग्याप सधैँ रहन्छ क्या। होला मेबी अब 10-20 इयर्समा चाहिँ त्यो ग्याप हराउन सक्ला, तर यो जेनेरेसनमा चाहिँ त्यो ग्याप रह्यो। त्यही भएर नेपालमा चाहिँ हामीले सानैदेखि कोही पनि टेकमा क्युरियस भएको मान्छेहरू धेरै देखेनौँ। अनि त्यही भएर नेपालमा हामीले टेक इनोभेसनहरू पनि देखेनौँ। त्यही भएर नेपालमा हामीले जेफ बेजोस देखेनौँ, त्यही भएर नेपालमा हामीले स्टिभ जब्स देखेनौँ, त्यही भएर नेपालमा हामीले बिल गेट्स देखेनौँ। सो द्याट वाज माई टेक होइन। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।